यस महत्त्वपूर्ण भिडियो प्रस्तुतिमा आज म तपाईहरूलाई नेपालको राष्ट्रिय गौरवको आयोजना मानिने काठमाडौँ तराई फास्ट ट्र्याक द्रुतमार्गको पुल निर्माण सम्बन्धी पछिल्लो र विस्तृत जानकारीहरू देखाउनेछु। यो आयोजना कसरी द्रुत गतिमा अगाडि बढिरहेको छ भन्ने कुराको एक झलझली तपाईलाई दिनेछु। हामी विशेष गरी चुनौतीपूर्ण भौगोलिक अवस्थाहरूमा इन्जिनियरहरूले प्रयोग गरिरहेका अत्याधुनिक प्रविधिहरू र जटिल डिजाइनका पुलहरू निर्माणको लागि अपनाइएका विशिष्ट निर्माण विधिहरूलाई नजिकबाट हेर्नेछौँ। यस द्रुतमार्गले काठमाडौँलाई तराईसँग जोड्ने दूरी र समयलाई कसरी उल्लेखनीय रूपमा घटाउँदैछ। काठमाडौँ तराई फास्ट ट्र्याकको पूर्वाधार निर्माण कार्यले हाल उल्लेखनीय गति लिएको छ, जसमा विशेष गरी मोहरी पुल नम्बर 1 तीव्र गतिमा निर्माण भइरहेको छ। यो पुल फास्ट ट्र्याकको एक अत्यन्त महत्त्वपूर्ण खण्ड हो, जसको निर्माणले आयोजनालाई समयमै सम्पन्न गर्ने लक्ष्यमा ठूलो सहयोग पुर्याएको छ। निर्माण स्थलमा कामदारहरूले दिनरात खटिएर काम गरिरहेका छन्, जसले गर्दा यस पुलको जब र पिलर खडा गर्ने कार्य द्रुत ढङ्गले अगाडि बढेको छ। चुनौतीपूर्ण पहाडी भूभागमा एकसाथ सुरुङ र पुल निर्माण कार्य चलिरहेको छ। यहाँ हामी सुरुङ मार्गको प्रवेशद्वार नजिकैको पुल निर्माण स्थल देख्न सक्छौं। विशाल क्रेनहरूको प्रयोग गरी पुलका महत्त्वपूर्ण खण्डहरू, पुलको बीम उठाउने र जडान गर्ने काम भइरहेको छ। इन्जिनियरिङको यो जटिल कार्यले फास्ट ट्र्याकलाई वास्तविक रूप दिँदैछ। बाक्लो कुहिरो र हरियालीको बीचमा यो द्रुतमार्गले काठमाडौँलाई तराईसँग जोड्ने सपना अब साकार हुनेछ। यसले देशको आर्थिक विकासमा ठूलो फड्को ल्याउनेछ। यहाँ हामी पुलको महत्त्वपूर्ण खण्ड आई गर्डर स्थापना गर्ने प्रक्रिया देख्न सक्छौं। विशाल रेड लन्चिङ ट्रस लाल रङको जडान मेसिनको प्रयोग गरी कङ्क्रिटका ठूला गर्डरहरूलाई सावधानीपूर्वक पुलका पिलरहरूमाथि राखिँदैछ। यस फास्ट ट्र्याकमा पहिलो आई गर्डर सफलतापूर्वक 1 वर्ष अघि नै स्थापना गरिएको थियो। यो प्रविधिले लामो र गहिरो खोल्साहरूमा पुल निर्माण गर्न सहज बनाएको छ। काठमाडौँ तराई फास्ट ट्र्याकको निर्माण कार्यले दुर्गम भूगोलको चुनौतीलाई चिर्दै द्रुत गति लिएको छ। विशेष गरी गहिरो खोजमाथि ठूला कङ्क्रिटका स्तम्भ पिलर सफलतापूर्वक उभ्याइएका छन्, जसको शीर्ष भागमा पुलको डेक निर्माण कार्य अहिले तीव्र रूपमा अघि बढिरहेको छ। वरिपरि हरिया डाँडाकाँडा, घना वन क्षेत्र र सावधानीपूर्वक काटिएका पहाडका भागहरू देखिन्छन्, जसले नेपालको दुर्गम भूगोलमा भइरहेको यस ठूला पूर्वाधार निर्माणको चुनौती र महत्त्वलाई स्पष्ट रूपमा झल्काउँछ।
निर्माणस्थलमा अत्याधुनिक प्रविधियुक्त भारी मेसिनरी र लन्चिङ ट्रसको प्रयोग भइरहेको देखिन्छ, जसले फास्ट ट्र्याकलाई छिटो, सुरक्षित र आधुनिक यातायात मार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्यलाई सङ्केत गर्दछ। निरन्तरको प्रयास, आधुनिक प्रविधि र लगनशीलताका साथ यो आयोजना निर्धारित समयमै सम्पन्न हुने लक्ष्यमा अगाडि बढेको छ।